सम्पूर्ण मित्रलाई हार्दिक नमस्कार छ। मित्रहरू, अहिले पेट्रोलियम पदार्थको अभाव देखिएको छ। त्यसो भएको हुँदा नेपाल सरकारले के गर्नुपर्ने हो, कहाँ कोसँग बोल्नुपर्ने हो, हैन, सबै कुराहरू गरेर जे जति गर्नुपर्ने ती सबै कुरा गरेर पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज गर्नुपर्छ भन्ने माग गर्दछु। र यहाँ सबैजनालाई मेरो अनुरोध छ, कोही कसैले यतिखेर कालाबजारी नगर्नु होला। हाम्रो नेपालमा त त्यस्तो पनि छ समस्या, हैन, अलिकति सर्टेज होला कि जस्तो भयो भने के हो त भन्दाखेरि भण्डारण गर्ने, अनि त्यहाँदेखि तपाईँको चाहिँ 10 रुपियाँमा किनेको सामान भण्डारण गरेर 50 रुपियाँमा 100 रुपियाँमा बेच्ने, यतिखेरै हो मौका, यतिखेरै चौका हान्नुपर्छ भन्ने खालको जुन हाम्रो रहिआएको छ नेपालमा, त्यसो नगर्नको लागि म सबैजनालाई, सम्बन्धित सबैजनालाई अनुरोध गर्न चाहन्छु। हामी त्यही खालको भएको कारणले गर्दाखेरि देशमा समस्या आएको छ। त्यो पनि एक खालको भ्रष्टाचार हो, कालाबजारी, हैन, त्यसो गर्नु हुँदैन। म सबैलाई त्यो भन्न चाहन्छु र जे जति कामहरू गर्नुपर्ने नेपाल सरकारले त्यो गरेर यसलाई आपूर्तिको लागि कहाँ कहाँ सम्पर्क गर्नुपर्ने हो, के भन्नुपर्ने हो, सबै कुरा भनेर चाहिँ आपूर्ति सहज बनाउनका लागि पनि सुझाव दिन चाहन्छु। यहाँहरू सबैको जय होस्। नमस्कार छ।